समोर प्रस्तुत होणार एक शिहान. हेर बाबु मैले तिमीलाई जन्म मात्र राम्रो गाँठ गाँठको केही पनि बन्दोबस्त गर्न सकिनँ हेर आफ्नै आदत भइरहने यदि मलाई स्किटर माथि गयो भने यो नानीलाई तिमीको पनि आमालाई दुःख नजाओस् यिनीहरूको आँखामा कहिले पनि अब मलाई औषधि गर्ने काम नहरू मेरो खर्च मात्र किन गर्छ के भन्ने हेर त्यस्तो नभन्नुहोस् न अलिकति रिड लाग्ला छोराहरू दुःख पारेका छैन क्या उहाँ कस्तो कस्तो रोग त निको हुन्छ तपाईँलाई भयो के छ र अब मेरो बेटा किनलाई के त आफ्ना भित्र गइसकिएर अब मलाई साक्षात् धर्मन्तरी भगवान आएर मलाई औषधि गरे पनि मलाई निको हुँदैन हेर पनि यो त्रिमुखी साग छ भने आँख छ भन्नु मात्रै हो नभए के भयो बा? लाइट नगलाऊ. फेरि नपुटोस् भनेको त्यही भएर म बोल्दिनँ अब हेर ए बाबु मैले तिमीलाई एउटा कुरा नभनी हुन हेर मैले धेरै नसके पनि दुई चार पैसा गरेर जम्मा पारेर राखेको पैसा 25 रुपियाँ जति बारेछ हेर त्यसलाई मैले लुकाएर उठ्यो ढिकी मुनि राखेको छु यदि मलाई केही तलमाथि भइहाल्यो भने त्यही पैसाले काम चलाउनु हेर ऋण साबुटी गरेर यो खोज बच्चाहरू गरेर यो दुनियाँलाई देखाउने काम नभएर गर्छ नानी यो ऋण गरी औषधि गर्न पर्दैन
तपाईँ के त भन्नुहुन्छ आफू त अहिले हो कि भरे हो जस्तो लाग्छ चौबाटोमा लगेर पठाइदिनु अब मलाई छैन यो सरसामान चाहिँ अब भित्र लगेर राख्दा हुन्छ आराम गर्न अब त खै बाबु भाइ होइन दिदी, यस्तो तरिकाले कति दिन चल्न सक्छ? म त हैरान भइसक्यो। घरको काम पनि म आफै हेर, बिमारीको लत्ता कपडा स्याहार, बालबच्चा स्याहार, होइन कति थाल्नु क्या मैले मात्रै। त्यत्रो गाउँको भूगोलमा लेखाएर भएन, फेरि डाक्टर बोलाउनु पर्ने अरे। अब डाक्टरलाई के पैसा मात्र मेरो कुरा लिएर दियो होला है। होइन ससुराको ठाउँमा सिमरा बा भइदिएर पनि यसरी नै बोल्थ्यो, यसरी नै रिसाउँथ्यो माइती। लुगा त है भयो के भयो? साह्रो भयो क्या? होइन यो बुकाया बिचमा राखेको रहेछ जेठनी भएर दिदी सासू ठाउँमा बस्न नखोज है दिदी। मेरो ठाउँमा भएको भए थाहा पक्नेपछि गाह्रो हुन्छ भनेर सबै कुरा आफै हेर्न परेको छ। मेरो बुढा पनि बाहिर काम गरेर निस्किन मिल्ने भए तिम्रो बुढा भन्दा कम कमाउँदैन थिए। घर चलाउन पनि त्यति सजिलो छैन है माइती, जति बेला नरिसाइरहेको गर्न सक्दिनँ। खेतबारीको काम गरेर जबरजस्ती घर बेलाएर म त बरु बाहिर गरिदिन्छु। के हुन्छ डाक्टर अघि नै डाक्टर बोलाउन जायो भने हुन्छ। छिटो जाऊ। सकियो।
कर्मलाई पूजा गरेर जति पसिना नानु थोकु आइल जुन पात्र आयो औषधि गर्न हिमाली कस्तो लाग्यो उस्तै ससेको 2 महिना भइसक्यो टोलखाको बजोले पनि हेरे तुईको बदला पनि देखाएकै हो खोइ त मेथाकिसको 19 हुँदै हुँदै शिव बरु एकचोटि ती डाक्टरको तलाई देखाउन पाएदेखि अलिक पिछे घुस्थ्यो कि हुन्छ हजुर आमा तारा बाबु डाक्टरलाई बोलाएर आइज ए पख मैले आउँछु त्यो डाक्टरलाई तँलाई पठाइदैन होला त्यो डाक्टर के बासै बस्छ ल आमा आइन बासै बस्छ अझै आइज है बाबु ल आइज डाक्टर यसमा 2 महिनादेखि बाद बिरामीहरू थियो आज 21 नराम्रोसँग गाह्रो भयो भने बाले त्यसरी डाक्टरले लिन आएको कस्तो एटिट्युड डाक्टर एकछिन पछि 1 घण्टा पनि हुन्छ निन्दै चाहियो भन्दा समयले पर्खिरहन सक्छ अहिले पनि त्यसो भन्नु पर्यो हैन त्यहाँ साह्रो हुन्छ कि त्यसैले हतार गरेको ज्यादै बिरामी भएपछि सबै सारा हुन्छ त्यसो नहुनु डाक्टर साह्रो मान्छेलाई छोडेर आएको त्यति बिन्ती छ डाक्टर धेरै कटकट नगर यहाँ किताब हेरिरहेको छ ध्यान थलो नगर डाक्टर साहब बालाई कति गाह्रो भइरहेछ कति समय लगाइरहनु भएको डाइ जाउँ न डाइ बालाई गाह्रो भइसक्यो डाक्टर बिन्ती छ डाक्टर जाउँ न यस्तै गुरुवादी सुवादहरू कसैलाई देखाएको भए पनि हुन्थ्यो नि तिमीहरूलाई फिस कम पर्थ्यो अब मलाई त फिस तिर्नु पर्थ्यो केटा यहीँनिर तिमीहरूलाई मुस्किल पर्छ डक्टर त देखाउन खोज्यौ डाक्टर साहबलाई नै भनेर देखाउन आएको कि हामी डाक्टर साहबहरू उपचार गरिदिनु भयो भने चाँडीको होला नि आशा आएको डाक्टर साहब वाह डाक्टर हो त त्यसो भए म आएको फिस दिइहाल न 5 रुपियाँ अब मेरो यस्तै जस्तो छ के भइरहेछ केवाडा अमर डाइ यसो अर्डर भने यति घरमा छ पैसा म घरमा छ पाउँछु तपाईँलाई घरमा छ गाह्रो भइसक्यो डाक्टर साहब ल एकैछिन छिटो गर्नु डाक्टर हतार नगर न घोडा दिँदैछ छिटो गर्नु डाक्टर साहब गाह्रो भइसक्यो दाइहरूले सल्लाहसम्म पनि आएन डाक्टरलाई भेट्न त्यहाँ कान्छ जान एकचोटि पनि हेरेर आइज आमा डाक्टर बोल्नु डाक्टर साहब डाक्टर आउनुभयो हुन्छ
पछाडि सर्नुको खोल्नु यो शब्द चिसो लागिसकेको छ निम्नेले पनि छुइसकेको छ त्यसमा लेखिएको औषधि खाना खानुभन्दा अगाडि 2 दिनसम्म लगातार खुवाउनु पुरिया पनि लेखिएको छ अनि यो इन्जेक्सन चाहिँ एउटा राम्रो कम्पाउन्डर खुलाएर 2 दिनसम्म लगातार लगाउनु अनि सुन त देखा एकदमै कडा छ बिहानलाई बिल्लो खोल्नु राम्ररी विचार गर्नु आमै यिनी कुन ए यिनको बिहे भयो बिहे भएको भए तिमीहरू बुढाबुढीलाई हाइसन्छु हुने बिचार बुढो छोरीको खुब चिन्ता गर्नु भयो कम्पाउन्डर बोलाएर मुक्तमा फिस किन खर्च गर्छु इन्जेक्सन मै आएर कसम Happy hospitals. फिस त लिँदै गरौँला अहिलेको अवस्था हेर्दा तिमीहरूलाई नै पैसाको खाँचो होला अब सके त हामीले पनि सहयोग गर्ने बेला छ युलाई लिइहाल्नु डाक्टर साहब भोलिदेखि त एक मिस्त्री पनि हाम्रो क्षमता छैन छोराहरू सिकर्मी डकर्मी ज्यामी छन् सबैका घरमा परिवार काम गरेर भए पनि ऋण दिने छ डाक्टर साहबको यो कुराहरू कहिले पनि बिर्सने छैन डाक्टर साहब त्यसैले डाक्टर साहब फिस चाहिँ लिन्न भनिहाले त पहिले रोग त निको पार्न देऊ सुन त म भोलि बिहान 8 बजी आउँछु यदि रातिमा त्यस्तो गाह्रो साह्रो भयो भने मलाई खबर गर्नु म रातमा आउन पनि तयार आउने हो राति डाक्टर साहबले छोडेछ ओए त्यो झोला देऊ त देऊ देऊ अब फेरि लोप परे अहिले म जान्छु पनि तिमी धेरै चिन्ता नगर नानी तिम्रो बा चाँडै निको हुन्छ। Doctor साहब छिनानीको हुन्छ नि त्यो डक्टर साहबको काममा चलाएको अस्ति नै पेस किनेको थिएँ नि त अनि अहिले किन जानु पर्यो भाइ भाइ यस्तो बिरामी हुनुहुन्छ पछि जानु भइगयो र अहिले भर्खर डाक्टर साहबले त्यहाँ पुऱ्याउनु गएको सब गाउँलेवालाले मलाई कन्ता हपायो कन्ता कराइदिनु मलाई जान्छ दाइ दाइको त्यो सबैको काममा थाहा दिँदै त छ नि अब बाला हिँड्छ डर छँदैछ दाइ हुन्छ सबजना छ त 2 दिनमा सकिहाल्छ त्यो काम त 2 दिन सकाउने काम हामीले 1 दिनमा सक्ने फेरि भाइ यस्तो बिरामी भएको बेलामा अरूको काममा जाने के सोच्छन् दाइ तिमीहरूले मलाई किन यसरी यो धुमधामसँग औषधि गर्न यो उमेर पुगिसके आफूलाई स्याहारमा
त्यो दिन थाहापट्टि गरेर यो औषधि गर्नु पर्दैन है मैले भनिरहेको थिएँ के पनि भएको छैन तपाईँलाई खाली पेटको मात्र समस्या हो अरे के खाली ओखटीले नै ठिक हुन्छ भन्दा छ डाक्टर साहबले पैसा धेरै लाग्दैन अरे कस्तो धेरै लाग्दैन भनेर के गर्नु बाबु हामी गरिबको लागि त थोरै पैसा पनि धेरै हुन्छ हेर हामीले डक्टरको औषधि गर्न सक्दैन लाग्छ माया डाक्टर साहबले हामीसँग फिस नलिने रे बा फिस नलिने रे हामीसँग डाक्टर साहबले पैसा नलिने रे पैसा लिन भन्नुभएको छ ए त्यसो भए जो डाक्टरलाई भोलिदेखि नआउनु भन्नुभएर पुरा एकदम डरलाग्दो छ त्यो डाक्टर एक नम्बरको बेमान छ तिमीले चिनेको छैन उसले आफ्नो मरेको बिरामीको घरमा गएर थाल बेचाएर पैसा असुल गर्ने मान्छे हो त्यो त्यस्तै यो टोलमा पैसा नगरेर सित्तैमा औषधि गर्छ मान्छे कोही छ त भन त हेर उसको हृदयमा अलिकति पनि दया माया भएको मान्छे होइन त्यो होइन बा पहिला ती डाक्टर खराबै थियो होला नि तर पछि सुनिने मान्छे पनि धेरै हुन्छ नि बा होला होला अब एकचोटि डाक्टरले पैसा लिएन भनेर के गर्ने डाक्टरको औषधि किन्न त पैसा चाहिहाल्यो होइन यो पिर तपाईँलाई किन चिन्ता नगर्नुहोस् न छोराहरू आफ्नो कर्तव्य पालन नगर्ला बिरामी मान्छे म दुखी पारी बस्यो भनेर चाँडो दिएको हुन्छ होइन के भन्छ यो बिचरा छोराहरू भन्दामा यिनीहरूको टाउकोमा कति लाग्ने भने यिनीहरूले पनि त्यत्रो पैसा कहाँबाट ल्याउँछ भन्छ बा त्यस्तो फिक्र तपाईँ नगर्नु न विश्वाससँग सपोर्ट गर्नु भने तपाईँ उपचार गरौँला नि अब यी भाइहरू पनि यता ठुल्ठुला भइसके काम गरौँला विश्वास गरौँला नि बा पखरमा हिरा पनि फोन पर्छ यहाँ नै छ नि हेर बाबु यो ऋण दिने काम नगरेर यो ऋणले कसैको पनि भलो गराएर हेर अब पोहोरको पनि बारी किरा छैन यसपालिको पनि खोइ के हो ए बाबु सुन हजुर बा यतिका दिन भइसक्यो काममा पनि जाँदैन ए पूजा हजुर बा तिमीहरू सबैजना काममा जाउँ अब हेर तिमीहरू यहाँ मेरो वरिपरि बसेर मेरो आयु बढ्यो होइन हामी अब हेर मलाई कुनै पर्छ भन्ने यो नानी छे यो बुढी छे यिनीहरूले मलाई पुग्छे तिमीहरू सबैजना काममा जाऊ बाबु कामहरू खान पाइँदैन अहिले तुम्हारा घर कान्छी म सबै काममा जाऊ के हो पार्टनरसिप गर्नुपर्छ हामी पनि जान्छु फेरि आफू हजुर माइली कहाँ गई माइलीलाई पनि बोलाउनु पर्यो हेर के गर्छ त आफूमा जाऊ सबैले मर्नै पर्छ हेर सँगै मर्नु भन्ने पनि नमिल्ने रहेछ के गर्ने Yeah.
बत्ती बालेको थियो फेरि गरौँ न अब भइहाल्यो खोइ त्यसको बिड बढी खोइ आफै खबर दिनु भनेर नानीको र हस्पिटललाई पठाए डाक्टरले रिन्ने भने को त मरे मान्छे जिउ हटा कहाँ गयो हटाइसक्नु डाक्टरले दिन्छ भने त बर्बाद बत्ती मिलाएर अब के उपाय लाएन भन्दा घरमा भएको आलु चामल अनि पिठो त्यो बेचेर मैले पनि गाडी त चलाउनै पर्छ दाइ कसरी बेच्ने कसलाई बेच्नु पठाउने यस्तो बेला हामी कसरी घरबाट निस्किने अहिले अब के गर्नु दाइ स्टे बनायो बाहिर गुठियारहरू जम्मा भइसक्यो लुगाहरू लाने पनि सामान पर्छ फर्पन जस्तो कुरा साह्रै सर्मलो बेटर हुन्छ अब अर्को उपाय के चाहिँ छ त दाइ तपाईँ आफै भन्नु त अब के गर्नु आमा त्यस्तै भन्छ सिमनारायण ए सिमनारायण होइन के गर्न थाल्यौ साह्रै ढिलो भइसक्यो एकैछिनै भाजहरू यहाँ सदा मिलाउने छौ अब के गर्ने बाजीमा सधैँ मर्ने सम्झेर सदा मिलाउनु भयो होइन होइन त्यस्तो भन्न खोज्या होइन घरका सारा काम छोडेर आएका छौँ त्यही भएर चाकेटासम्म मात्र गरे हो यहाँ हुने लाग्यो है एकैछिन नरिसाइदिनु भयो बरु यसो सरसामान दिँदै गर न रिसाएको छैन छुट्टा एकछिन बाहिर गयो कसरी गर्ने के गर्ने जान्छ सुब्बासिम तपाईँ जान्छ यिनीहरूलाई कति समय लाग्यो त्यही बनाउनु पर्यो कति समय लागेको त्यसै पैसाबाट सबै सरकार ठिक पाइसक्यो अब संस्कार चिन्ह अगाडि बढाउनु पर्यो बाहिर गुठेर मात्रिरहेका छन् आसपास रुमाल कहाँ छ आँसु पुस्नु पर्यो रुमाल चाहियो आँसु पुस्नु चाहिएन त लतमाया लगा ला ओ कुकुर
दिनभरिमा कैयौँ कथा दिन सकिन्छ केही किन कहाँ पाउनु त्यहाँ इच्छा भएर रुपियाँ कुन ठुलो कुरा हो दलिलबाट नि जान सक्छ त्यो त धनीहरूको लागि मात्र हो सायद हामी गरिबहरूलाई चाहिँ इच्छा राख्नु भनेर पनि घाउमा हुन्छ बराबर लतमाया तिमी इच्छा मात्रै गर सुबासासँग ऋण मागिदिउँला त्यहीबाट कमाएर दिइदेऊ सुपर सापलाई कुनै बाल दिन बाँकी छ त्यहीका कहाँबाट ल्याएर कसरी कुकुर म मागिदिउँला मेरो जिम्मा भयो तिमी इच्छा कत्रो कपाल हो म आजै सुबासालाई भन्नेछु भोलिदेखि न लगाइ आफ्नो जिम्मा कुकुर घरभित्र पल्छ पढाउनुको त सजिलो तान्छ मेसिन जस्तै छिटो चल्छ क्या विज्ञानको चमत्कार क्या मान्छेको मगज काम मात्र भएर के गर्ने आफै जानु होला नानी तर्कु त्यति गाह्रो छोड्नु चलाउनु नेपाली जान्दा सजिलो छ भोलिदेखि हाल्नु नि सुपर मात्र कतिलाई मान्छे भएर भएन उनका छोराहरू अलिक ठिच्चा छन् पोहोर साल सुक्खा परेर बाली दिन नसक्दा सुक्खाका काका छोरा आयो भन्नु नभन्नु भने कति 100 कडा बक्सी पढाएर दक्ष मार्दै छोडेर गएका हो त्यसरी नचाहिने कागज लेखाइरहेका हुनाले हाम्रा सुब्बा साहबले त्यो कागज च्याच्छ पानी सक्नु हो हाम्रा सुब्बा साहबलाई त्यस्तो धर्म मनपर्छ होला अहिले त छोरालाई पनि भिन्दै राखिदिइसक्नु भएको छ सुपर सापले काकाले जाने पनि हामीले दिनुपर्ने कुरा नदिने छैन तिमीहरू यस्तै धर्मभाव भएका मोही भएर त सुब्बा साहबले पनि त्यो कागज च्यातिनु भएको नि 100 कडा 25 ब्याज त सुब्बा साहब जे गरे पनि लिनुहुन्न सके सुक्खा परेपछि के लाग्छ भने माफी दिन मिल्दैन छोराहरूलाई भिन्दै राखेको 1 महिना नबित्दै श्रीपादबाट हराम विराटबाट 1000 बिघा बिता बकस पाउनुभयो 1000 बिघा अनि अब त 1000 बिघा छोराहरू अंश दिन नपर्ने गरी सुब्बा साहबको एकलौटी गर्नु साँच्चै हो रहेछ धर्मको जय पापको जय सुपर सापले भन्दिनु होला टिप्नै नसक्दाखेरि त एउटा पनि नगर्दिनु होला यसपालि बाली भित्रेपछि हामी आफै आएर पोहोरको अहिलेको सबै दुवै बाली तिर्दिनेछौँ भन्नुलासम्म पनि सुक्खाको निम्ति रहे भनिरहनु भएको थियो हाम्रा सुब्बा साहबले बालीको नानी गरिनु भएको छैन बरु भन सुब्बा साहबलाई बिन्ती गरेर पोहोरको बाली म माफी मागिदिए सुक्खा साल भएको हुनाले बिन्ती गर्दा माफी दिनु नै म देख्दछु हजुरको जो दया साहेब हुन त सुक्खा पनि माफी पनि दिनुपर्ने त हो हुन्छ त ल म जान्छु घरे ताली लिएर आउँछु है गाले आइज अल्लाह के कति कामले आउनु भएको थियो सुन्दा बुझ्दै बिर्सेछ नानी तर्कु पानी खान पाइन्छ कस्तो तिर्खा लाग्यो पानी ल्याइदेऊ माया यता आऊ म कुरा बुझाउँछु कि हेर त माया अष्टनारायणले नानीको हाम्रा सुब्बा साहबलाई कन्यादान गरिने वचन दिइसकेको छ फेरि हेर न
नानी त कुरा हाम्रा सुब्बा साहबका चिना पनि साह्रै मिलेका छन्। ज्योतिषीले भनेका नानी थरको बिहे हाम्रा सुब्बा साहबसँग भने हाम्रा सुब्बा साहब काटी नभई छोड्दैनन् रे। यस्तो मिल्दो ग्रह र लक्षणको छ। हाम्रा सुब्बा साहबलाई पनि नानी थरको साह्रै मन पर्यो। भातसँग खाइदिने कबुल गरिसक्नुभयो। यो सबै कुरा मन्जुर भयो त अस्नान मानेको थियो। खोइ मलाई चाहिँ केही पनि थाहा छैन। उहाँले घरमा यो कुरा कहिले सुनाउनु भएन। हुन सक्छ अस्नाराले भनेन होला। त्यो मानिस अलिक गम्भीर स्वभावकै थियो। कसैलाई नभनिकन काम गर्ने उसको बानी थियो। तर हेर ल त माया, बुढाले मलाई भनेर बुढाको विरुद्धमा जानु स्वास्नी मानिसको धर्म होइन ल त माया। बरु यसलाई सम्झी बुझी गरेर बुढाको वचन पुरा गर्नुपर्छ। होला र कसम दिनु भएको यति कामको फरक छ। आज एकादशीका दिन यी निलामा पशुपतिका चन्दन टाउकोमा गोइसरको फुल लाएर आएको छ। यस्तो धार्मिक छोराले झुट बोलेर नर्कमा जाने साहस गर्ला? म त मामुली कारिन्दा बोल्छु। त्यस्ता दर्जामा पुगिसकेका सुब्बा साहबले झुट बोल्नु होला? सुब्बा साहबले चाहनुभयो भने ल त माया कस्ता कस्ता कच्चा कच्चा छोरीहरू नभए साथसाथमा बिहे गर्न सक्नुहुन्छ अहिलेको समयमा। नानीको कलिली छ। भर्खरै 17 टिकेकी हो। हाम्रा सुब्बा साहब चाहिँ कति हुनुभयो र? त्यही 17 40 57 भनेको त छोरा मान्छे लक्का जवान किटीलाई मेरो कुरा पत्ते लागेन? होइन होइन किन पत्ता लाग्दैन थियो? अब हजुरले किन झुट बोल्नुभयो? त्यही पनि सुब्बा साहब श्रेष्ठ मान्छे, त्यो पनि अर्को गाह्रो कुरा छ। यसको भित्री किन के हो? त्यसै लगेर भित्री गरेर राख्ने भए पनि चित्त बुझ्दो कुरा हुन्थ्यो। उहाँ लगेर भात समेत खाइदिने कबुल गर्नुहुन्छ भने यो त तिम्रो लागि अभाग्यको कुरा होइन। तिमी छोरी हाम्रा सुब्बा साहबलाई दियो भने मैले त तिमी भन्न नहुने हुन्छ। आज तिमी भनिरहेको मानिसलाई भोलि मर गएर सुब्बिनी साहेब भन्नु पर्यो भने नानी थर्कु यो त तिम्रो लागि कौनको कुरा हो नि? छोराहरूसँग पनि सल्लाह गर्नुपर्ने। छोराहरूसित सल्लाह गरेर आफ्नो हक गुमाउने मूर्खता किन गर्छौ है ल त माया? ती लड्का बुढीका गधा 2500 सल्लाह गर्न थाल्यो भने नि ल त माया तिमीले जिन्दगीभर सुख भोग्दिनौ। तिमीले हुन्छ भन न, तिमीहरूको के लाग्छ? सुब्बा साहबलाई हुन्छ भनिदेऊ? होइन होइन पर्खिनुहोस् न। त्यसो भए कहिले आउँछ? आइरहनुहोस् न के छ र बाटो परिहाल्छ। सुब्बा साहबसँग सल्लाह गरेर मिठी तोक्न आउँछु है त। काले तँलाई म मासु दिन्छु दिन्छु। आफ्नै बिहेको कुरा कस्तो लाग्यो तपाईँहरू सुन्न सकेकी। सबै कुरा सुनिहाल्यो। अब बाँकीभर भात खाएर मन गरिसु त। तिमीलाई कलसेट बनाएर हामी तिमीलाई बोल्ने उनी भयौँ। आमा खोइ त आमालाई घरि भान्सामा पठाउने यो त 25 आना अन्याय भयो है। भात पकाउनु सक्नु भएन, आमाले भात पकाउनु काम लागेको। कति
बाजी है कान लगाउने काममा खेलको रस भरिएको त्यो आफूले रोजेर धुवामा हँसाउने काम चाहिँ आमालाई नराखे कति बाजी है होइन मैले त्यस्तो भन्न खोजेको होइन फेरि भोलिदेखि म तिमीलाई यो खपु घटाएर नानी मात्र भन्न सक्छु किनभने नानी मात्र भन्नुमा मिठास छ हुन्छ नानी अर्काको लागि भन्ने अनि मैले तिमीलाई नानी भन्ने पाएपछि तिमी मलाई के भन्न चाहन्छौ सिधै नामले बोलाउन चाहन्छौ कि गोदान मात्र मैले जसरी तिमीलाई त्यसो भए मेरी बहिनीले म नाचिदिउँ हो दिलले बजायो जाऊ भोलि म चाँडै आउँछु फर्कायो नि नबजाऊ के भएर जय सूर्यनारायण जय पशुपतिनाथ जय सूर्यनारायण जय वीरशैली माता जय जय जय
नाङ्लो उठायो होला नि त्यो तानको सहयोग गर्ने भन्दा भन्दै आफूलाई लिएरै छाड्नु भयो कि त कुरै बुझ्दैनस् के शिव सुब्बा साहब कति राम्रो मान्छे हुन्छ कति असल मानिस हुन्छ अब चाहिँ कान चाल्दैन भन्दा भन्दै पिराकालसँग कान पकाएर पठाउनु भयो हामी पढ्दैन भनेकै थिएँ सुब्बा साहब भाइ पढ्ने कुनै कहानी राख्नुहुन्छ अरे क्या यो पोहोर साल सुक्खा पर्दा बाली दिन नसक्दा उनकै कान्ता छोरा आएर सरकार 25 बडाको लेखेको तर्नु थियो नि शिव यो तर्सको सुब्बा साहबले उहिले ज्यादै सक्नुभयो अरे पढ्नु कताका मानिसहरू हुन्छ अनि पोसासँग त बाहिर दिन नसक्दा त्यस्तो कडी कडाका साथ त्यो 100 कडा 25 कडा डले बोलाउँदै दान एक्काए कसरी डेढा भयो त्यसकामा त्यो तले मन्दिर गर्नु थियो हामी कति ठुला मानिसहरू त्यत्रा कन्छले दिएको सहयोगलाई हामीले तिरस्कार गर्न मिल्छ अब यसै पनि दिनले दिन जान्न छ भने हामी यिनीहरू किन पछि हटिजाउने हो यतिजना पर्सन कहाँ पाइन्छ हामीले बेमान गर्नु हुँदैन आमा अब तिर्छु भनेर कबुल गरिसकेका छौँ अब उसले टम्सन च्याटोसी त्यसरी गर्छ 3 पोइन्ट कुरा दिन भइहाल्यो अब उनले दिएको माफी कुरालाई मन्जुर नगरेर चिन्न जान्न दाइ यो कुरा त चित्त बुझेन है एउटा सरासर घमण्डी पनि जस्तो भएन दाइ तिमीले यसो रहस्य बुझेकै छैन यो त केस वाक्य सुबा हो त्यसको त्यो टिटो रुखो बोलेर हाम्रो बाको सिर कसरी निभाइदिएको थियो तिमीलाई याद छैन मर्ने बेलासम्म पनि पोर्साको बाटोतिर आयो भनेर जानुभयो हाम्रो बा मलाई शङ्का लाग्छ है अब तिम्रो सबको मन्जुरी यही छ भने म मात्र बोला जस्तो गराएर के गर्ने डक्टर सुब्बाले हामीलाई खान नमस्कारी छाडेन यति कुरा याद गर गरे सहयोग गरे अनि उनको हरेक मन्त्र चाहिँ हामीले स्वीकार गरेको मन्त्र हो डक्टरको नि मरण चाहिँ मलाई मिठो लागेको छैन है हाम्रो बाला पनि त्यो डक्टरको मरण मिठो लागेको छैन त्यति कुरा याद गर तिमीले अनि आमा त्यो डक्टरले घरिघरि यहाँ 9 वर्षमा ख्याटोटा गर्छ भन्ने सुनेको त्यो कुरा हो हामीले नि सुनेको यो कुरो साँचो हो त्यसरी ख्यालहट्टा गरेपछि त मैले देखेकी छैन है अथवा भित्र भात पकाएर बस्नु त बाहिर कसरी जानु त ख्याटोटा गरेको चाहिँ आफूले भनेको भागु माया किन कसले सुनायो नि तपाईँ घरभित्र बस्नु त केही थाहा पाउनु न यी गाउँलेहरूले सुनाएका नि हामीलाई गाउँले बनाइदियो त बाबु बितेको 2 महिना भएको छैन छोरीको यो लीला ए सुन यो कुरा साँच्चै हो रहेछ भने हामीले यी गाउँले अगाडि कुन मुख देखाएर हिँड्ने हो के पारा तिम्रो के पारा त्यो डक्टर किन घरिघरि यहाँ तिमीसँग ख्याटोटा गर्न आइरहेको त्यो मान्छे कस्तो हो तिमीलाई थाहा छैन त्यस्तो मान्छेसँग बसेर हिँड्नु कहाँ काम नाको मिलो चाहिँ जाँदा घन्टा त्यसो मारेर हिँड्यो मेरो सरकार के गरेर बाटो उठ्छ ए अब मलाई बोल्न पनि सरकार हुने भयो है तर एक सौ भयो त भोलिदेखि डाक्टरलाई नबोलाइकन नआउनु होला भन्नेमा पुरै मिडियो त त्यही त खाने मान्छे भन्नु सबै व्यवहार होला ए अब त्यो डक्टर कुन बेला यहाँ आउला र हामीलाई हमला गर्ला त्यसको स्वागतमा बस्दिनु भएन तिमीलाई के छ जे कुरा सब मैले सुन्नुपर्छ र तिमीलाई के सुन्नु परेछ र के सुन्नु परेछ गराउनु मैले होइन मानेको छैन के अझ गर्नुपर्छ के गर्ने भन आफैबाट हेर बहिनी त्यो डाक्टर तिमीलाई बोलाउन आउँदाखेरि बिल्कुल पनि नबोल्नु वास्तवसम्म पनि नगर्नु त्यो मान्छे असल छ भन्ने कुरामा मलाई पटक्कै पनि विश्वास छैन बडा बिहानी हुँदाखेरि बोलाउनु छैन उनले गरेको व्यवहार मलाई राम्रोसँग थाहा छ त्यस्ता मान्छे एकैचोटि डेटामा बढेर हुन सक्दैन हो होशियार हो, होशियार हो।
डक्टर यहाँ थाहा पायो भने त्यसको पनि खुट्टा बाँच्छु तेरो पनि खुट्टा बाँच्छु अब दुईजनाको उपचार गराउँछ डक्टरले उहाँकै घरमा गएर भनिदिनु अनि भएन होला अन्त भएको मलाई के गर्नु अझै रुक्नु लाग्छ घरमै आयो भने भित्र बसिरह म बाहिर काममा बसिरहँला ती डाक्टरलाई पनि मै गएर बिना मलाई हात घरतिर नआऊ भन्दिउँला आफू एउटा भित्र लिएर जाऊ छोरी बेटी समालेर राख्न सिकाएर मान्छे भन्नु छोड्थ्यो कि यहाँ सिनेमा अब बगायो आज कत्रो ढिगा लागि म के फोटो खिच्देऊ फोटो अब मेरो अनुहारमा आफूले हातमा पनि आफूमा देखिँदा जान्छ सायद यही आशा नगरेको भएर पनि तिम्रो आगमन त केही कारण छ जस्तो लागिरहेको छ त्यो थाहा पाएर म तिमीलाई सहयोग गर्न तत्पर छु भन कुरा के हो स्पष्ट हो नेतालाई कमिटीमा साह्रै रिसाउनु भएको छ अब तपाईँलाई हामी आउँदै नदिने अरे उहाँलाई सबै कुरा के थाहा भयो हामीहरूको प्रेम भएको सबै थाहा भएको यदि म तिमी कहाँ आइहाल्यो भने तिम्रो कामले के मान्छ त्यसो भए के भन्नु त नानी म तिमी कहाँ आउन पाउँदिनँ अरे त्यसो भए मैले कसरी मन बुझाइरहे होइन कपालहरू झरेछ यतिकै हो क्या कपालहरू छैन नभएकै मान्छे किन सकिनु तिमी सधैँभरि यसरी यहाँ आइरहने स्वतन्त्रता पाइरहन सक्यौ अवश्य थाहा हुन्छ नानी बाबु तिमीले रोकिदेन यदि मनाही गरिदिए भने नमानेर के गर्छ तिमीलाई सबै मात्र
तिम्रो लागि त म ज्यान पनि दिन तयार छु। अनि मलाई के हुन्छ तपाईँको घरमा मलाई के थियो मसँग अब त संसारको कुनै पनि खर्चाइमा तपाईँले मलाई छुट्याउनै पर्दैन अरू तपाईँलाई अभिर भयो कि मलाई अवेर भएको छैन नानी मलाई किन अवेर हुन्छ तपाईँलाई 8:30 बजे तपाईँलाई सधैँ 1 घन्टा नै 1 घन्टा मात्र किन तिमी 24 घन्टा बसिरह फुर्सदको त के कुरा भयो मिलाएछ नमिलाएछ है त्यही पनि अस्पताल जान अभिर होला भनेर भनेको अस्पताल त जानुपर्छ होला अस्पताल जानै पर्छ भन्ने के छैन अब त मलाई यस्तो लाग्छ म सधैँभरि तिम्रो अगाडि परिरहनुपर्छ जस्तो लाग्छ यो मेरो अभाग्य उठेको समय हो यस्तो समय गुमाउने पैसा त कष्ट गर्ला जाने तपाईँको निगाहको धन्यवाद यस्तै बिमामा सधैँ भइरहेको खान्छु तर आफ्नो ड्युटीमा कस्तो जानुपर्छ नि होइन र ड्युटीमा जानै पर्छ भन्ने छैन क्याजुअल बिदा छँदै छैन एक क्याजुअल पनि लिएको छैन आज यही फुर्सदको म तिमीलाई मनभरि पूजा गरिरहँ उयो त तिनै उयो अघि बोल्ने होइनन् टिकट गर्न आउने अहिले बुझ्ला बुझ्ने ठोको ठोको सबै तयारी पुरा भयो के पारा हो तपाईँको जति भरि पनि लाग्दैन नि तपाईँ खुड्किएर विदेश बस्न चाहिन्छ टाउको फुडेर कमाइ दिन्छ पानी भएर मरेर जान के आज मलाई केही पनि थाहा छैन भन्नु भएको सब कुरा थाहा छ मलाई के थाहा छ यदि गरेको रहेछ भने यसरी मुसो मुसो हाँस्ने बसेको बडा डर लाग्दा हुन्छ यस्ता मुसु मुलेर छ ज्यान पनि ल्याउने लाग्दैन अब तिमीलाई यसरी हाँसेको मन पर्दैन भने के मौला कुकुर रिसाएको चाहिँ रिसाएको मन पर्छ त चुप लाग्नु तपाईँ म भन्नु भएर के गर्ने करणीले अर्काको मुटु गरेछ साठी खाइसक्यो बरु यसरी बिस्तारै बिस्तारै मार्नुपर्छ छिरादिन कुकुरी आएर पेस हुन्छ होइन होइन मैले तिमीलाई त्यस्तो के अपराध गरे हो आज तिमीले मलाई एकाएक यत्रो प्रहार गर्दैछु केही गर्नुभएको छैन फुलै फुल बिछाइदिनु भएको छ त्यो भन्दा सुख साथीहरू मलाई के नै चाहियो र होइन के दुःख दिएको छु भन न यदि होसै गुमाइकन दुःख दिएको रहेछु भने सम्हाल्नु जहाँसम्म मलाई होस छ ज्ञान छ तिमीलाई केही दुःख दिए जस्तो लाग्दैन तपाईँले पनि मलाई दुःख दिनु होला र केही दुःख दिनु भएको छैन बिहान बेलुका बिचमा खानु दिनु भएकै छ न्यानो बसीको लता कपडा लाउनु दिनु भएकै छ त्यसमाथि पनि भौतिक सेवा सुविधा त कति हो तर तपाईँलाई थाहा छ आपने प्रेम गरेको व्यक्तिलाई जहिले पनि एकलौटी प्रेम गर्न चाहन्छे उसले आफूले बुझेको व्यक्तिबाट प्राप्त त्यो होला नि प्रेमलाई
दुःख पर्छ त डक्टर त घरको जग्गा मात्रै खाने बिहा भन्नुहोस् अनि तपाईँ बिरामीको खाना के गरेर बस्नु भएको थियो भन्नुहोस् बिरामी हेरेर बस्नु भएको हो कि गलामा गुलाब फुलेको तर त्यहाँ जान्छ मेरो प्रश्नको उत्तर होइन म तपाईँलाई अघि लेखी सोचिरहेको छु तपाईँ यो बिरामीको खाना के गरेर बस्नु भएको थियो अब चाहिँ बिरामी हेरेर होइन मलाई त्यही पनि थाहा छैन भनेर भएको छ एक सानो बेचमा कृष्ण लिला जाग्र जस्तो मान्छेले अलिकति त इज्जतको पनि ख्याल गर्नुपर्छ नि मान्छेको सेवा र सभ्यताको रक्षा गर्ने कुरा भएको अब यी नजिक भएका मान्छेसँग कसको के लाग्छ छि भइसके कपाल फुलेर सेतै भइसक्यो बिना सिटीमा जाऊ छोडेर जाऊ तिमी जसको बोलेर विश्वास चाहन्छौ यस्तो जियो जस्तो जिन्दगी काम गर्न सुहाउँछ यदि तिम्रो यस्तो बानी छौ भने तिमीले जतिसुकै विद्या उन्नति गरे पनि हामीले यस कुरामा राम्रोसँग विचार गर वाह गल्ती गर्ने होस् गरी मलाई कोही मान्छे किन यतिसम्म निर्लज्ज बन्न सक्छ अब उसले मलाई खालखत्ता गर्न कुदाएपछि म चाहिँ लाज गरेर मुर्दा पनि आउँछु त्यसो भए के मलाई पनि कोही परमपुरुषले आउफुत लाएर खालखत्ता गर्न कुदाएमा म पनि आफ्नो बहादुर देखाएर अगाडि बढाउँ यसो गर्दा तपाईँलाई मन्जुर छ बोल्नुहोस् हो तपाईँलाई मन्जुर छैन भने मलाई पनि मन्जुर छैन तिमी पनि चतुर चण्डी चिप्ली र धुर्ताई त्यसै पनि स्वास्नी मान्छेहरू मापाका हुन्छ अझ त्यसमा पनि तिमी जति पढे लेखी र पार्टी आएसँग मलाई जित्न के ताकत होला छोडेर जाऊ डिभोर्स कपालको भनेर सुतिरहेको छोरीको रोकबारी कुद्यो भने हाम्रो यहाँ गुन्डा नाचेर गइसक्यो छोरी तँलाई झोड बसेको त्यति पनि थाहा हुँदैन अघि तिन छोराछोरीको बाउ अर्काको पैसा त्यसलाई त्यसलाई नानीहरू नाच्छ भने बारीको केही महिना भएको छैन त्यसको छोरीलाई बिस्तारै बोल बिस्तारै यी मान्छेहरूले सुन्यो भने के भन्छन् होइन सुनिसक्यौँ अब त हाम्रो नानी ब्याउन मात्रै बाँकी छ नानी लिएर तपाईँलाई त्यत्रो भनेको म भेट्नु त डक्टरलाई डक्टर छैन अनि अस्ति पनि म मैले गाईहरूको अस्पताल मानिसहरू सिधै झुटै हुँदैन के चला तिमी हो के चला तिम्रो कुन नोकरी लाग्नु रोसिन बैठ म के सुनिरहेको छु कान छैन मगी जानु होइन तिमी नजर यो पनि मान्छे यहाँ डाक्टर यहाँ 100 घण्टा फोन भइसक्यो क्लिनिकमा 2 घण्टा पनि डक्टर घरमा थिए बिहा गर्नु लागि तिमी त्यहाँ यो त बाबु नगर बहिनी कि दिदी हो के हो बहिनी हो ए त नगरा जाठा यसको पनि बिहे गरिदिनुपर्छ राजा मारे खान्छ त्यो
मेरो नराख्नु आँखाउनु पर्दैन के खुम्चे माया बढी भएको धेरैबाट आइपुग्छ सके फेरि के कुरा रामबहादुरको कहिले रामबहादुर कहिले डाक्टर त्यो डाक्टर फेरि के भाग्यो आफ्नो पैसा सोध्नु छैन सोध्नु छैन डाक्टरलाई कहीँ भेट्यो भने हातमा लगे भने मलाई कौन गराउँछ के भएको मान्छे मैले वर्ल्ड बैंक में नहीं गया मैं बस जाने का हमने तो ती रामबहादुरले भनेका सुपथा हाम्रो छोरीको पछाडि ज्यान खाँदै लागिसकेका छन् उनीसँग बिहे गर्ने कस्तो होला हामी नानी भाग्ने मान्छे पनि हो नि ध्यान खाएर बसी गयो भने अदाको छोरी पनि त्यतिकै पाइन्छ यति पाला हामीले नानी त्यो ठुलो सुधारमा दिउँला र मेरी नन्द होइन म त त्यस्तो हुन दिन्न जस्तै भए पनि मेरी नन्द ओ सही हो सही हो सही हो यता हाम्रो सुजललाई देऊ ती रामबहादुर आज आयो भने के भन्नुपर्ने होला त शिव खै के भन्नु थाहा छैन मलाई आज त दिन पनि कति राम्रो छ कुरा पनि राम्रो हुँदैन कता कुकुर पनि गई श्रीनारायण आज चिया सब देखेकाले तिमीलाई भेट्ने आशा थियो हेर त मेरो भाग्य तिमीलाई भेट्न पाइहाले तिमीले आज खेतबाट चाँडै आएछौ के गरी गर्ने पाल्नु भएको नि हाम्रा सुभाष साहबका कुरा नि श्रीनारायण हाम्रा सुभाष साहबका मत किलो छ है फेरि त्यस्ता देउता जस्तो मानिस अहिले कहाँ पाउनु र तिमीले त हाम्रा सुभाष साहबलाई मजाले चिनेका पनि छैनौ तिम्रा महासनाले मजाले चिनेको थियो तिमीलाई चाहिँ हाम्रा सुभाष साहब कस्तो लाग्यो श्रीनारायण कस्तो लाग्नु नि उहाँ जस्तो मान्छे दुनियाँभरि कहाँ पाउनु ओ त्यही भएर मैले पनि जोड दिएको तिमी खेतमा गइहाल्थ्यौ तिमीले आमालाई सबै कुरा भनेको थिएँ आज चाहिँ पक्का जवाब दिन्छु भनेर म आएको सुन्नुहोस् है रामबहादुरजी मलाई त्यस्तो फगाएर खुसाएर कुरा गर्नु आउँदैन सिधा कुरा हो मलाई तपाईँ केही पनि कुरा मन्जु छैन किन कस्तो किन नि अब तपाईँ जवाब माग्नु आउनु भएन यही जवाबले तपाईँ सन्तुष्ट हुनु न केही पनि के कति कुरा चित्त बुझेर भन न के कति कुरा चित्त बुझेन भन्ने अब तपाईँको कुरा मलाई के पनि बुझेको छैन हेर श्रीनारायण तिमीले हाम्रा सुभाष साहबको अपमान गरेर आएको छौ त्यसरी भन्नुहोस् त्यही पनि तिमी यस्तो बेसमरी प्रकट गरेर आउने तपाईँलाई जवाब दिँदाखेरि बेसमरी लाग्छ त्यो तपाईँको कुरा हो मलाई भन्नु छैन त्यही पनि तिमीले होसियार हुनुपर्यो श्रीनारायण उहाँलाई आफ्नो अवस्थामा त्यही पर्छ सानो ठुलो कुरा त्यसो भए के तिमीले हाम्रा सुभाष साहबसँग जोडी खेल्ने विचार गरेका हौ ठोक श्रीनारायण पछुताउनु पर्ला किसान त भगवान हो किसान त परमात्मा हो किसान त सब हो त्यसो भए के तिमीले आफ्ना बहिनी हाम्रा सुभाष साहबलाई नदिने विचार गरेका हौ तेरा पाले तिमीले वचन दिइसकेको छ त्यही आमाको मात्र मन्जुरी छ मेरो बाले कहीँ पनि वचन दिनुभएको थिएन होला यदि 2 वर्ष वचन दिनुभएको होला मेरो बाको मेरो आमा पनि यो कुरा सोध्नु छ भने मेरो चाहिँ मन्जुरी छैन हे श्रीनारायण म आजको समय दिन्छु परिवारसित सल्लाह गर अनि विचार गर कुकुरलाई गिर्न पर्ने जस्तो कुरा नगर्सिने समाज तेरो दाजुलाई जट्टा
वुमन पावर लेडिज पावर गर्ल्स पावर त्यत्रो भन्यो भने त्यस्तो आफ्नो सकिँदैन भन्दा भनेको केही मान्दैन सुबासा के भो के मिल्यो के काम मिल्यो नसिएका पुलिसले त उम्री उम्री नालिस गर्न जा भनी त्यो हस्तेका सन्तानले हाताताली नपिने रे त्यति माथि पुगिसके त्यो च्यापुका सन्तानहरू लो हिँड अहिले नै तिनीहरूको उठी बास लगाउनु पर्छ ओ सुब्बा आयो सुब्बा भइसक्यो होइन मलाई नगर्ने तेरो यत्रो हिम्मत भइसक्यो होइन ले मलाई पोहोर सालको बाँकी बाली अहिले चाहियो नत्र म जग्गा मजानी समेत गर्नेछु चिनेको छैन च्यापु अझै मलाई कुकुर होइन त्यो आएको त्यो उमिने आएको कुकुर होइन त्यो उमिने किन भने च्यापु मसँग चोरी खोज्नु ठट्टा होइन भनेर अघि विचार भएन र अहिले कुकुर झै जामुनी पुच्छर घुचारिरहेछस् बाजे पनि नदिने विचार छ रे होइन साले अलि मुखसँग बोल्नु है सुभाषमा मुखसँग बोल्नु एकचोटि तल्सिनु नागन सहिलेको सुनि नत्र के गर्नुला भन्ने विचार छ है च्यापु फेरि च्यापु च्यापु न भन्नु सुबासा अहिले मात्र आएर खाऊ हामी च्यापु भएर च्यापु नभए के त तिमीहरू बाहुन हौ तिमीहरूलाई च्यापु नभनेर मैले बाजेले भन्नु पर्यो हामीलाई मन परेछ न हाम्रो बाजे मन परेछ तर यत्रो बढाउनुहरू होस् न मसँग गर्दा कुरा गर्न चाहन्न बाजीसित बोलिरहनलाई मलाई फुर्सद पनि छैन बाउको छोरो भएर पोहोरको बाँकी गर्ने फुर्कले म त्यति मात्र जान्दछु च्यापु मेरो बारी खानेको जन्मेको छ अघि त नाली दिनेछ भनेर पनि भनिसकिन्छस् पछाडि सम्झाइरहेको तिमीहरू जान म के जान त्यसो हुन सक्दैन हामी तान्दैछ हेर्न अनि त हामी मरेका पनि दिन सक्दैन सुब्बा साहेब मुर्दा मानिससित सास गरे जस्तो होइन हामीसित सास गर्न च्यापु हो म अहिले नै तिमीहरूको घर भेट्न आइरहेको छु चिनिस सुरमान सुब्बाको हो के राजेश ए लाटा मैले अघि बोलेको कुरा अस्ति बोलेको कुरा मानिहाल तेरा सिखेर तेरा परिवारका सिकेर तेरे हातमा त ज्यानले भएको होइन यत्रो सेखी भइसक्यो तेरो अब झर्ने छ तेरो सेखी रामे लो खोज्याएर लैजाए साले च्यापुलाई तान पनि बस्ने होइन ठोक 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 सालेको ठोक मार मार मार
हो हो यस्ता समस्या गर्नु किन नाच्नु छोडेर हामी सहरमा मिलिमिल्नु हान्नुपर्छ हो यो गाह्रो भन्नुपर्छ अब म पनि बुढी भइसकेँ कति बेला अवस्था हुन्छु के थाहा तेरो र डाक्टरको बिहे गरिदिनु पाएदेखि मलाई पनि आनन्द छ के कुरा हो भन मेरो त चिन्ता लिनु पर्दैन मैले त तुलाई भेटिसकेको छु के भन्दैछ रे फेरि भन्दैछु तुलाई भेटिसकेको छु भनेको तुलाई भेटिसकिस् दिल्लीमा बस्ने माइला तामाकी छोरी कच्चर भएछ मैले पनि यतिसम्म कुशल भाग्य पुगेकी हुँ यो त खुसीको कुरा दाइ होला भनिस् मलाई छैन लाज मान्छ मरो अब जेठाबाट भन्दा उनीहरू किन बाहिर बसिराखेको तपाईँहरू के सल्लाह दिनु सिवाई खाइछन् बाबु आइजन यता अलि यता आइजन न सुन कहाँ छाले तुलाई भेटाए रे अनि कसकी छोरी हो नि मैले भन्दिएँ तामाकी छोरी रे अब घरको हालत मलाई थाहा छैन के हुन्छ घरमा म त खर्च मिलाउन सक्दिनँ कान्छ तैँले के गरेर त्यसो भन्नुपर्छ मिलाइसकेको जाने टिका सामान जोडदाम गर्न परिहाल्यो अलिअलि चाहिहाल्छ नानी ठाकुर तिमी कहाँ छौ नानी डाक्टर मैले तिमीले भने कमिटी कार्यक्रमको नयाँ घरमा तिमीलाई मनपर्ने रेडियोदेखि सबै कुरा व्यवस्था गरिसके आजको साइड पनि राम्रो छ ठिक छ जमजम नानीहरू तिमीलाई आफ्ना आफूसँग छुट्टिनु पर्दा यो सब भइरहेको तिमी मसँग त्यहाँ हिँडिए मात्रै त्यहाँ गएपछि तिम्रो मन रमाउने छ तिमी खुसी हुनेछौ शान्त हुनेछौ जाऊ जाऊ होइन नजा नजा हो नजा नजा तिमीले मलाई प्रेम गरेर यो सो गर्न लाएर अहिले आएर टुक्रा गर्नु सरासर धोका हो रञ्जना आले नि महत्त्वपूर्ण वस्तु हो केटीहरू यस्तै हुन् धोका दिन्छन् अरे क्या केटाले त धोका दिएकै छैन त झन् भगाएर लान्छु अनि त्यत्रो गरिदिइसक्यो घरको बुढीले छोड्या भएर पो त्यस्तो अन्त केटी पहिले सम्हालिनु पर्छ नि त होइन मैले भने तिमीले मलाई सो गर्न लाएर अहिले आएर टुक्रा गर्नु अनि पहिले गरेर लाएर छ अनि कम्ती राख डक्टर
नजाऊ न नि नजाऊ महत्त्व यो होइन कि कुनै पुरुषलाई गर्नै भन्नु हुँदैन कुनै पुरुषसँग सम्बन्ध राख्नुले नारीको नारीत्व हो किन बुझिन तिमी त्यही मैले भने भनिसकेँ म अरू कुरा केही पनि सुन्न चाहदिनँ मान्छेको जीवनमा छट्ट प्राप्त प्रेम गर्नुले छोड दिएगा दोस्तो डक्टर भागे जस्तो रहेछ किन बुझिन तिमी हिँड भन्छ हो लैजा लैजा प्रेममा विचार गरिन्छ नानीहरूको प्रेमलाई ग्रहण गरिन्छ छोड्दै यो रातिको बेला रहेछ ओए मान्छेले झट्ट प्रेम प्राप्त गर्नु नै मान्छेको जीवन महत्त्वपूर्ण बनाउनु किन बुझिन चाहन्छ नजाऊ 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 न नजाऊ न केटाको पिँढी नजाऊ नजाऊ हेर यसरी हो केटीहरूले धोका दिने जा बाबु डक्टर जातो रहेछ जा धोका पायो ब्रेकअप नानी खप्रुले धोका दिए अब रोएर के गर्छ त छोडिहाल्यो नहल्लिया न अब बिहान हुन्छ अर्कै सबै गर यो फेरि आमा चुकुलाई घरमा सिद्धि लाग्यो अब के हुन आँट्यो के मर्न आँट्यो क्या यार त्यही कुराले हामीलाई फेरि once more अब आज मार्यो
फिल्ममै भिलेनको इन्ट्री भयो ए दोस्रो बाबा रामखेलाजी प्रणाम दाजु अनि कहाँ नि अनि आज कहाँ रहनु भएको गाउँ गए थिए दाजु सरलाई सरलाई गए थियो रे काहे गए रे होइन दाजु कहाँ बिहे गर्नु अहिले अरे दाजु यसपालि फसल त बहुत अच्छा बनेछ दाजु राम्रो भयो अलिअलि बिउ हाम्रो लागि पनि राखिदिनु भइहाल्छ नि अनि उनीहरू सबै ठिक छ नि बढिया छ दाजु अरूको लभ स्टोरीमै डिस्टर्ब गर्ने यार ओके दाजु अहिले साथ भइहालेछ अहिले राख्छु कहाँ लाग्ने कुरा गर्नु घर जाउँ न तपाईँलाई आमासँग भेटाउँछु एउटा कुरा पनि गर्नु छ कि आमासँग त हामीलाई पनि भेट्छ थियो दाजु योसँग बिहे हुन्छ होइन कि के हो हिरो छोरी अब हेरौँ है नानी फर्केको यसरी हुन्छ ओइ 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 डक्टर जस्तो कपाल हालेर डक्टर नि अहिले डक्टर रहेछ क्या त्यो को हो यार त नयाँ कपडा जस्तो लाउने कान्छो हो तामाङ नि ए तामाङ नि बढिया छ कान्छोको बुढी के त प्रणाम माझी अनि यो चाहिँ मेरो सानो बहिनी नानी अनि एक ग्लास पानी लिएर आइन्छ अब ल परिसक्यो यहाँ फेरि मैले भनेको थिएँ रामखेला आउँछु ए रामखेला त शिवको साथी शिवले कुरा गरिरहन्छ बेला बेलामा साथी बाबु घर कता अरे मेरो घर तराईतिर परेर जी सरलाई सरलाई अब बाबु यहाँ काम गर्ने कता बस्नुहुन्छ नि सडकमा डेरा लिएर बसेछु ए म पनि त्यही हो म पनि त्यही हो है किसानी काम गर्छु उहाँ धेरै पढे लेखे भयो भने किसानी काम गरेर साह्रै माया गर्ने मान्छे आमा कति गर्नु भएको छ अब बिहेको सरलाई लिएर जान्छु नानी छोरीलाई उहाँले त्यही पास गर्नु भएको छ केही पासनमा छ त्यही त अनि यहाँ हाम्रो ठाउँ चाहिँ कस्तो लाग्यो नि सब कुछ बढिया छ यति भन्दा यार कति हो लै लै त भाइ चाहिँ खुकुरी उध्याउँदैछ मा केही हुन्थ्यो भन्नु अहिलेको डक्टर धेरै कुरा गर्नुहुन्थ्यो आज त देख्नै भयो धेरै खुसी लाग्यो कासटी अबेर भइहाल्यो अहिले लाग्छु लाग्ने होइन होइन कहाँ लाग्ने बाबु भात पकेर ठिक गर्छ भात खाएरै जानु होला होइन मान्छे पछि होइन न खाना खाएर जानु पाउने बाबु बाँकीको भात किन छोड्नु खाएरै जानु न होइन पछि आउँछु अहिले लाग्छु ए लाग्ने हजुर आउने गर्नु न है आँखा बाङ्गो छ रे तेरा हजुर हजुर साथीले गाउँछु कति हुन्छ अप्ठ्यारो मान्नुहुन्न अनि एउटा कुरा गरौँ कि भनेर भनिहाल्नुहोस् दाजु मेरो बहिनी देखिहाल्नु भने नानी उसको लागि चाहिँ एउटा सकारात्मक दृष्टिकोण भएको एउटा योग्य पद खोजिरहेको कि विवाहको लागि त्यसैले मेरो बहिनीसँग बिहे गर्नुहुन्छ कि त्यसो भए शुभ कार्यमा किन ढिला गर्ने तपाईँहरूको भोलि नै बिहे गर्नु पर्ला तपाईँ यसो गर्नु तपाईँ कुरा के सर्दा मिलाएर आउनु पर्ने आउनु हामी यहाँ नानी छोरीलाई नै कुरा गर्दै नौकरा नि अंदर घर का व्यवसाय पानी
गर्ने बेला एउटा सर्दी गर्ने बेला अर्को छ लाइसेन्स चाहिँ यो पो हो खाली छ राम्रोसँग गर्नु खानु यो नामले गर्नु सके गाई आउनुसँग जीवनहरू खाएका आउनु नजिमा जाइसक्नु ठिकाना त्यो त बाजे बजेन त भएन के दुख्नु आउने दाइ त हो नि ओइ केटाहरु रोन किन हाँसेको ल बाहिर सिधै होला के हो कुछ तो हुआ है भाई साहब यो छोटे एकदम राम्रो होला जस्तो बुझिस् पानी सानी आउने बहु पानी पनि राम्रो हुने छैन पोहोर सालको यो पालिको सब पानी चुका गर्नुहुन्छ त्यसको घर पनि चिनेन छ घरमै पक्की तरिकाले मर्मत गर्नुपर्छ यसलाई बुझिस् यसपालि चाहिँ हामी किसान पनि माथि उठ्न आउँछ ओए 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 लड्ला जाँदा लड्यो फेरि लड पऱ्यो भने कोही लड्न सक्दैन हाँसेर बस्छ सब बढ भयो ला 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 पानी पर्यो यसपालि पानी मात्र राम्रो होस् न तल म सिनेमा देखाउन लिएर जान्छु ओ चटेको चटेको ओए ओए तँलाई सिनेमा देखाउन लिएर जान्छु पानी मात्र राम्रो होस् न तिमीहरू सबलाई एक एक नयाँ नयाँ लुगा हालिदिन्छु पानी चाहिँ कति पऱ्यो ला 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 रह्यो नि त पानी सब पवन खान्छ कहिले कति ठुलो खोला